ल ल गाइजहरू ल ल खोइ त खोइ बोक्ने जे बोके नि ल भान्डासँग ल हाम्रो अब हिरो इन्ट्री लास्टमा हुँदैछ खोइ मेरो पर्स कहाँ थियो रे हिजो शुभम पर्स दिदी मात्र घरमा बियर म पार्क जाँदैछु देखो न गाइस देखो न गाइस हाम्रो यहाँ सानो मान्छे लाम्रो मान्छे ड्राइभर साहबले यस्तो भन्ने दिन पनि आयो हायाको याकु देखो न गाइस हेलो जुएल हेलो छोरा हेलो चाना हेलो राम्रो देखाएर तेल ला ए ल हाम्रो सुनिल सर पनि आउँदै हुनुहुन्छ हेलो हाम्रो पार्कमा जाने अर्को सुनिल सर मेम्बर हामीलाई भूत लाग्छ भनेर सरले बिस्तारै हो हामीलाई भूत लाग्छ भने सरले तन्त्र मन्त्र गर्नको के लिनु भयो यो भने लिनु सरले मुकुट लिएर आउनु बस्ने हो पार्कमा अरू मान्छेको हड्डी भित्र हुन्छ सरको चाहिँ बाहिर देखिरहेको छ ए 50 तल हेलो 50 तल हेलो हेलो के भन्छ हाम्रो ह्यान्सी भन्छ हाम्रो एक मात्र ह्यान्सी भन्छ सर लङ बोक्नु राख्यो नि ओ सेट है बल बोकेर आउनु पर्ने म्यामहरू झरिसक्नु भयो त हाम्रो बिल्डिङ जाँदा छिरेन भयो नि ल ल Wait a minute. हाम्रो यहाँ गाडी दुईटा के बिर्सिनु भयो हजुर सर चाबी बिर्सेर आउनु भएछ अरे ल म्यामहरू झरिसक्नु भयो ल के बोले एकछिन पहिला भित्रबाट हावा छोरो उडाउला हावाले जाना हावाले उडाउला छोरो A few moments later. Thousand years later. ल सुरु भइहाल्थ्यो नि म्याम हाम्रो फेरि फाइनली पार्किङमा हेलो गुडिया
यता हाम्रो म्याम हुनुहुन्छ ल हाम्रो अर्को टोलीहरू उता सर यहाँ कुचु फेरिरहनु भए हजुर सम्झिनु भएछ कुचु दागे कुचु सीता नै खोइ हाम्रो टोलीहरू त टोलीहरू गाडी उता राखेर ल नेक्स्ट भ्लगमा स्वागत छ भित्र कच्चा खाके भित्र पोखरीहरू क्या आर भन्जाले खतरा बल खेल्नु सराउन्डिङ खिच्यो नि व्यक्तिगत थोडी खिच्यास माफ कर दूं इन्हें अहिले जाने यो त पानी चाहिँ हेलो जुएल हेलो ल जाएर हेलो गुडिया दिदी कति भरे बिराम भएको त हुर्किन गयो भएर मान्दैन जहिले म खनेर त्यहाँ छोडेछु बाटो बनायो होला बाटो बनायो सिँढी बनायो अरे बस कर रुलाएगा क्या ज्यादा उ पनि रहेछ त साप त्यो के माटोको त्यो सक्यो है उकालीमा अघि लिमा पछि यो जुएल के भएको छिटो कैसा लगा मेरा मजाक हाया कुने ल सर जापानको रानी पोखरी आयौँ होइन हेटौँडाको पुष्पलाल पार्क जापानको रानी पोखरी पोखराको फेवा लेक जे भने नि हाम्रो घर छेउबाट एउटा यही हो लेक बाँकी सबै डाँडातिरको भेग Not bad. Now you. अझ अर्को पनि छ उहाँ उता जापानको बोलाइरहेको काग के चाहियो गुडियालाई के हो खु गरेर उडाउनु हाम्रो एक मात्रै ह्यान्सी भान्जा
सर भन्नु पऱ्यो कि जे भन्दा नि भयो अब साइनै चिनाउनु लाग्यो भने त फेरि युनिक बन्दाखेरि है साइने चिनाउनु तपाईँलाई कस्तो भइरहेछ यहाँ आएर तो चलिए शुरू करते हैं। यहाँ आएर एक नम्बर त एकदम रिफ्रेस एकदमै आनन्दको टिपोइट ठाउँ प्लस यो हरियाली र यो वन जङ्गल अलिकति आउट अफ निस्किन जापानमा निस्किन बस्दाखेरि यसरी आउट अफ निस्किन जाने एकदमै चुनौतीपूर्ण एकदमै राम्रो हाम्रो लोकेसन कहाँ पऱ्यो त्यो सर यहाँको एक्ज्याक्टली लोकेसन त अलि थाहा भएन है हुन त मोरियामा यो एरियालाई चाहिँ मोरियामा त भन्छ तर मोरियामाको पनि अब कति चो के चो आफ्नो आफ्नो स्टेट चाहिँ हुन्छ त्यो चाहिँ अलिक थाहा भएन 2,000 years later. वाइन चान्समा त थियो होला है त्यति गहिराइमा त गइएन होइन अनि र यो आज चाहिँ हामी दुई फ्यामिली छौँ हाम्रेङ्गे ज्यानहरू पनि छन् विशेष त यहाँको यो लेक एकदमै नेपालको नै झल्को विशेष एकदमै हरियाली यो सिजन पनि त के छ हाम्रो नेपालको सिजन नै हरियाली नै हो वैशाख एकदमै पुरानो सबै झरेर नयाँ एकदमै न्यु बोर्न हुने हरेक चिज होइन निकै चम्किलो र के छ एकदमै रमाइलो आश्चर्यजनक पनि छ है जो खुसी लाग्छ बेला बेलामा यसरी बाहिर निस्किन रिफ्रेस भइन्छ मेन अर्को कुरा सहर बजार घर भन्ने चिज त जता पनि देखिन्छ जता पनि भेटिन्छ होइन गाडी बाटो त्यो सबै जता पनि हुन्छ यता चाहिँ आनन्द जो एउटा छुट्टै माहौल चाहिँ छैन र छ नि होइन स्वच्छ हावा होइन मेन त त्यो भयो अर्को कुरा तपाईँको हरियाली फुल भन्ने बित्तिकै एकदमै मनबाटै एकदम अलग्गै तरिकाको फिलिङ्स चाहिँ आउँछ र खास त हामी नेपालमा हुँदा त यसको भ्यालु त बुझिएन किन अब दायाँ फर्के नि बायाँ फर्के पनि होइन ओह्रालो उकालो जता चढे पनि यो दृश्यहरू भेटिन्छ नि त तकरिबन होइन तर अलिकति आफ्नो जन्मभूमि छोडेर अलिकति थोरै समय भए पनि बाहिरको बसाइ हुँदा चाहिँ एकदमै नौलोपना चाहिँ लाग्थ्यो अरे बस कर रुलाएगा क्या होइन दामी छ दामी त्यो चाहिँ मलाई चाहिँ महसुस अब हाम्रो भिनाजुलाई कस्तो भइरह हाम्रो सरलाई आउनुहोस् होइन मामालाई चाहिँ कस्तो भइरहेको छ त फिल एकदम गुड क्वेसन यु आर ए गुड क्वेसन रमाइलो जापान आएर यति छोटो समयमा यति सरहरूसँग भेटघाट गरेर होइन सर हो नि यति छोटो समय यति घुम्न पनि भाग्यमानी मान्छे एउटा मै मात्र होला कि सर एकदमै नभए मान्छे जापान आएर पुरा गाह्रो भयो काम गर्न गाह्रो भयो भनेर भन्छ नि काम आफ्नो ठाउँमा भयो नि रमाइलो आफ्नो ठाउँमा छ कि फ्यामिली भनेर फ्यामिलीसँगै एकदम रमाइलो एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। ओ भाई मारो मुझे, मारो मारो मुझे, मारो मारो। नहीं ये मजाक हो रहा है, एक सेकंड यार मजाक हो रहा है। यहाँ खेल्दा खेल्दै बलै भित्र छिरे कमन सुनिल सर टाँसियो एकदम सर टाँसियो कहाँ टाँसिनु कता गयो तलबाट सपोर्ट दियो तलबाट सपोर्ट देऊ है सपोर्ट देऊ है अब त समो भन्छ बल्ल बल्ल हात्ती माथि आना 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 यस कैसा लगा मेरा मजाक ल सर फाइनली मिसन कम्प्लिट
यो पनि माथि लिएर जुत्ता अनि माथि यहाँ पुसेर अनि त्यो गरेको आजको पार्कको यात्रा समाप्त ल जाउँ अब त्यहाँ एकछिन उ गरौँ हिँड्न दिउँ बालबालिकालाई कुकुर भाट्न जान्छ हेर्ने डर लाग्दैन छोड्दो ल जुएर जाति त्यस्तो हो त थाहा बुढो भयो होला नि ओ दिदी रे हेर्न त मजा दिदी भन्दा तिमी जाऊ त छोरो सँगसँगै आउँछ त्यो झ्याक्दै झ्याक्दै नगर कुकुरको अगाडि ल जाऊ त ल यो प्याक गर्नु सँगसँगै आउँछु जाउँ सपोर्ट चाहियो उसलाई ऊ हेलो गाइस मैले चाहिँ भर्खरै बल रेस्क्यु गरेर आइसकेँ भिडियोमा सिकाउनेछु गुड क्वेश्चन यू आर ए गुड क्वेश्चन ए यस्तो यहाँ पुरै खुट्टा फोर बुढियादी कस्तो लाग्यो पार्क 2 शब्द जाओस् ल कस्तो लागिरहेछ इङ्ग्लिसमा नेपाली भन्दा इङ्ग्लिस सहिलो होला गुडियालाई ल A few moments later. 2,000 years later. धेरै नसोच कि गहिराइमा नडुबो यही गहिरो छ भर्खर गहिराइबाट निकाले एउटा बल ल गुडिया केही छैन एक्साइटिङ देन ब्युटिफुल Yeah, the sun's sinking low. Hitting up the boulevard, see the palm trees glow. Caddy drop top, got the rims on shine. West Coast living where it's always fine. Barbecue grilling, got the smoke in the air. Neighbors pulling up, good vibes everywhere. Talk box singing, let the synthesizer play. Grooving through the block like it's a Saturday. Slide, glide, take a ride. Oh, feel that sunshine, let the bass line flow. West Coast breeze, got the vibe on lock. Cruising all day, no tick tick of the clock. Hit the beach, feet up in the sand. Ooh, yeah. Wave to the ocean, yeah, it's part of the plan. Retro shades reflecting the sky. Out here vibing, making time stand by. Late night lights, city shining in gold. Story after story, all the legends were told. Cruisers hit the streets, hear the engines purr. Low riders dipping, making heads turn for sure. Slide, glide, take a ride. Oh, feel that sunshine, let the bass line flow. West Coast groove, got the beat so sweet. Keep it rolling steady, feel the heat, feel the beat. सँगको चाहिँ चाहिन्छ
चाप्पा राइस लो पुरै यो। भ्यापमा आजबाट सिद्धियो आजको यात्रा। आजको यात्रा नेक्स्ट टाइम हाम्रो चोरो 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 खानु गराउँछ बिहानै। बेल पखार बिस्तारै किरा फटेगाहरू होला नि उनीहरूको होला त्यो पसल कि बार्बिक्यू गर्ने छ मासु नि यिनीहरूसँग लिनुपर्ने होला सर। पर्दैन होला सर मासु त आफूले फलामको त्यो यस्तो लामो उहाँ मासु नि सरू यहाँकै होला जस्तो छ त। प्लिज स्पेन्ड अ रिल्याक्सिङ टाइम 21मा बनाएर छ कि भर्खर हो सर यो नयाँ ठाउँ नयाँ भर्खर बनाएर के को लसुन छिर्ने हो घर पुग्ने बेला लसुन छिरेर बस्छ कोही अचम्म छ Rolling down the strip with the top peeled back. Sunshine beaming, yeah, the west where it's at. Palm trees swaying, cool breeze in the mix. Sidewalk popping, got my sneakers doing tricks. Hey, we riding real smooth, so smooth. California grooves, west side. BBQ's fired up, bring your crew. Retro vibes is what we do. Check it out. Putts on the track, got us feeling real good. घुमेर घर पनि आइयो होइन सर? यो पार्क पनि राम्रो छ हौ घर छेउ है। मान्छे प्याक हुन्छ बेलुका बेलुका। फाइनल्ली घर आयो फाइनल्ली। सब दान्छी अन्त यो त्यो यतिखेर कला जान्छ आर्या